हेलो दर्शक ब्रेन नमस्ते तपाईलाई म आज मेरो तरकारी बारीमा लिएर आएको छु। सबैभन्दा पहिला हेर्नु त यहाँ फर्सी कत्रो छ। यति ठुलो फर्सी फलेको छ यहाँ, खुसीको कुरा। अनि यता यो फर्सीका मुन्टाहरू, यो चाहिँ सबै फर्सीको मुन्टा खाने खाले फर्सी है। यो मलाई अरूभन्दा साह्रै मिठो लाग्ने र मनपर्ने भनेको फर्सीको मुन्टा। अनि फर्सीको मुन्टा खानलाई चाहिँ मैले धेरै फर्सीहरू लगाएको छु। यो करेला भयो, करेला एकदम कुदिराखेको छ, सानो सानो चिचिलाहरू हाल्न थालेको छ, फलेर खाइसकेको अवस्था चाहिँ छैन। यहाँ त काँक्रा फल्न थालेको छ, एकदम लोकल पहाडिया काँक्रा। यो चाहिँ काँक्रा थोरै भए पनि खोर्सानी साग हामीलाई यति भए पुगिहाल्छ। यो पनि यता हेर्न सक्नुहुन्छ, यो चाहिँ भिन्डी, चिप्ले भिन्डी। यो चाहिँ झिक्रा राख्नु नपर्ने खालको बोडी। यता यो चाहिँ तने बोडी, यो चाहिँ माथि माथिसम्म जान्छ। झिक्रा पनि धेरै लगाइदिएको छु। यहाँ पनि चिप्ले भिन्डी फेरि लगाएको छु, दोस्रो लट। सबैभन्दा व्यापक भएको चाहिँ फर्सी, मुन्टा खाने फर्सी। यो साल म धेरै ठगिएको चाहिँ यो टमाटरमा। टमाटर हेर्नु न, यी यसरी किरा लागेर पल पल पारेर फलेको टमाटरको 3 भागमा 2 भाग चाहिँ फाल्नु पर्यो। सबै कुहिएर, यो किरा लागेर कुहिएर पनि 1 भाग चाहिँ खाएको छु। यसले यो फल मात्रै होइन, झालको पनि पुरा पातहरू खाएर दबाई औषधि बेलामा छिटिनछु मैले। त्यसो भएर पनि हो कि तपाईँहरूकामा के छ टमाटर, त्यो मलाई बताइदिनुहोस् है कृपया। मेरै जस्तो छ कि टमाटर फलेको छ, के छ? फल्न त लटरमै फलेको छ, तर किरा लागेर बिजोग बनायो। ल हेर्नुहोस्, यो चाहिँ लौका। लौका यहाँ तलबाट यता माथि माथि कुद्दैछन्। चिचिन्डा पनि माथि कुद्दै गरेको अवस्था हो। खुर्सानी फली लटरममै। खुर्सानीका 2-3 वटा झाल छन्, जति भए पनि घरलाई पुगेको अवस्था छ। यो चाहिँ घिरौँला। घिरौँलाले पनि यहाँ सानो सानो चिचिलाहरू हालिराखेको अवस्था छ। माथि माथि गइसक्यो होइन। अब यसले पनि व्यापक रूपमा खुवाउँछ। त्यसपछि अर्को घिरौँला अलिक सानो बढ्दैछ। कागती मजाले फलेछ। ल हेर्नुहोस्, यसरी यो मेरो जमिन घर बनाइसकेपछि करिब 7 धुर बचेको होला। यो 7 धुरमा सिजनको तरकारी खान चाहिँ मजाले पुग्छ मलाई नि। सिजनको तरकारी जे उत्पादन हुने हो